हेलो अनि गुड मर्निङ साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो यो मिनी भ्लगमा। हामी चाहिँ आज परेवा खोज्न जान लागेको। परेवा अनि यो हाम्रो गैँडा खोलाको गैँडा चोक हो। यो गैँडाको फेस चाहिँ रिभेल भएको छैन, गैँडाको फेस रिभेल भएको छैन। अनि हामी चाहिँ अहिले स्कुटीमा जाँदैछौँ। स्कुटीको ड्राइभर चाहिँ यो, स्कुटरको ड्राइभर चाहिँ यो हो। अनि हाम्रो स्कुटर चाहिँ यस्तो छ, पेट्रोलै नचाहिने स्कुटर। हामी चाहिँ अब विक्रम बाबा जाने भनेर हामी चाहिँ विक्रम बाबा जाने भनेर परेवा खोज्न हिँडेको। परेवा चाहिँ हामी यस्तरी स्कुटरमा खोजेर जानुपर्छ। यस्तरी कुदायो कुदायो कुदायो, वा गयो 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 गयो, कतै 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 कतै। यो चाहिँ हामी पहिला यही बाटो स्कुल जान्थ्यौँ। हामी पहिला यो बाटो बिहानदेखि बेलुकासम्म हिँड्थ्यो। यता यता धान रोप्न आउँथ्यो, मकै गोड्न आउँथ्यो। अहिले चाहिँ परेवा खोज्न आएको हामी। परेवा तर कहाँ गएर खोज्ने हो त्यो चाहिँ थाहा छैन। हेर्दैछौँ परेवाको। हामी चाहिँ यो गैँडा खोलाको, यो गैँडा खोला भन्छ, यही हो गैँडा खोलाको खोला। यता कतितिर काफल खान्थ्यो, इक्जाम दियो। अनि फाइनल इक्जाम दियो, सब काफलको अब उदायो अरे कुदायो। यही हो उकालो भनेको, यही हो। यहाँ चाहिँ कस्तो आउनु आउँछ। अब यहाँ ओह्रालो फेरि हररै हो नि। यो चाहिँ हाम्रो स्कुल जाने बाटो हो। पहिला यो बाटो धेरै हिँड्थ्यो मोटरसाइकलमा। यस्तो छ हाम्रो चितवनमा मकैबारी। ए अब उता घरमा एउटा परेवाको गुड रहेछ, त्यहाँ सोध्नु पऱ्यो। परेवा पाउँछ, पैसा लेखाएर बैना गरेर राख्ने क्या। अहिले त्यहाँ सोधेर भाइ भाइ एकछिन साथीहरू अहिले भेटौँला भाइ। हामीले चाहिँ त्यहाँ परेवा पाएन। अब फेरि अन्तै खोज्न जाँदैछ। ड्राइभरले जता लान्छ त्यता जाने हो। अब फेरि उता जाँदैछ। यस्तो गर्दा हामी यसरी जाँदा म पढेको स्कुलमा पनि, स्कुलतिर नि जान्छ होला हामी। आज यसो स्कुल हेर्न जानु पऱ्यो। पढ्न त जानु सक्दैन, सबै मकैबारी हो। यो चितवनको मकैबारी। ल साथीहरू, अब एकछिनमा भेटौँला। परेवा खोज्दै हिँड्छौँ, कता कता भेट्छ त्यतै भिडियो बनाउँला। बाई बाई। अब परेवा पाएन। यता चाहिँ के रहेछ, वर्तमान रहेछ। भतेर खान जानु पर्ला जस्तो पुलाउ। एक पन्का नातिसित खाना पाउँदैन होइन। अब चाहिँ साथीहरू, म पढेको 1 क्लासदेखि 12सम्म पढेको यो चाहिँ मेरो स्कुल हो। स्कुल पनि हो, कलेज पनि हो। अहिले यत्रो बनाएको छ। पहिला यहाँ बाँड्दै थिएन, यहाँबाट हामीले जान्थ्यौँ हामी। गेट लाए पनि ल मेरो भिडियो बनाइदिनु है। हाम्रो पुरानो सर हुनुहुन्छ, परेवा खोज्दै आएको सर। हाम्रो पालामा यस्तो भएको है, कति रमाइलो हुन्थ्यो। अहिले त छैन। यता मन्दिर रहेछ। हाम्रो स्कुलको नाम चाहिँ श्री पृथ्वी, श्री नै पृथ्वी माध्यमिक विद्यालय। हाम्रो पालामा श्री थियो, अहिले माध्यमिक भएछ, पृथ्वी माध्यमिक। उच्च माध्यमिक थियो, बिर्सिएछ। त्यो पनि बिर्सिएछ। टिचरहरू पनि सबै चेन्ज भइसक्नु भएछ। हामीले चाहिँ 11, 12 यहाँ पढेको। अनि 1, 2, 3 उता थियो, भत्काएर नयाँ भइसकेछ। अनि 6, 7, 8, 9, 10 यता पढेको। 11, 12 चाहिँ यता पढेको। अहिले त यस्तो, पहिला यहाँ खाली थियो, अहिले त हरियाली भएछ। 11, 12 मा त्यो चौतारामा बाँड्दै थिएन, त्यहाँबाट हामफालेर आउँथ्यो हामी। अहिले त स्टेज ल जाउँ। दामी बनाएछ है पहिलाको भन्दा। हाम्रो स्कुटर स्टार्ट भइसकेको छ। अब स्कुटरमा चढ्ने पालो मेरो। यहाँ यस्तो छ स्कुटरवालाको पारा, छोडेर हिँडिन्छ प्यासेन्जरलाई। अब चाहिँ हामी यता नि घर छ।
स्कुलको पछाडि रहेछ यता त बाटै थियो पहिला हाम्रो पालामा यता बाटै थियो म साथीहरू एकछिनमा भेटौँला बस्दा बस्दा पनि थकै लाग्दो रहेछ हामीले चाहिँ परेवा यहाँ परेवा छ अरे हेर्न लाग्यो यहाँ कुर्दैछ स्कुटरको पछाडि बसेर मेरो ठाउँमा बसेको परेवा खोज्ने मान्छे चाहिँ परेवा खोज्दा खोज्दा चलाउन नसकेर साइकल डोरेर छ हुन पनि पर्यो साइकल धुम चाले मकै सुकाएन परेवा छ माऱ्यो मकै टिपेर बस्यो परेवा सोध्न मान्छे परेवा एक जोडी भेट्यो अब एक जोडी खोज्नु यो त हुँदैन हाम्रो गएर यो अल्छी लगाएर म यहाँ साइकल डोलाउँछु अघि जाने बेलामा परेवा खोज्न जाने बेलामा त्यो बाटो गएको थियो आउने बेलामा यो बाटो आयो एक राउन्ड घुमायो अझै परेवा पाएको छैन अब यता घरतिर लाग्छन् हामी है त